भानुमय सदापुरी पुरुष सत्यमन जोशीज्यू उहाँको ठाउँको गुइचार उलिए स्वस्थ स्फूर्तिमान जी सक्से आशिक या उहाँको अझ तालियों बिना उहाँको उसै धुलाधुलीमा उहाँ मलाई उसै जी सक्से प्रतिक्रिया से अनिभव राष्ट्राध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा मत जनदिनको उहाँको यो दीर्घायु वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी कहना लस्ताको अनिभव सत्यमोहन जोशी ठाकुर वाङ्मय शताब्दी पुरुष शिव जीवन काशिया योगदान कृतित्व अनि व्यक्तित्व सर्वप्रथम वाङ्मय शताब्दी पुरुष स्थापित हुनुभएकोमा श्री सत्यमोहन जोशीलाई मेरो धेरै धेरै बधाई छ। साथै उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको लागि म श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु। यो देश अनुपम सांस्कृतिक विविधता बीच सद्भाव र सहिष्णुताले ओतप्रोत सुदृढ राष्ट्रिय एकता कायम भएको सबै जात जाति भाषा भाषीको सुन्दर फुलबारी हो। यस धरोहरलाई राष्ट्रिय रूपमा उजागर गर्दै हाम्रो अद्वितीय राष्ट्रिय गौरवलाई विश्वका सामु सर्वोच्च शिखर सगरमाथा चाहिँ उच्च र अटल बनाउन अथक परिश्रम गर्ने सांस्कृतिक योद्धालाई नेपाल सरकारले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। वाङ्मय शताब्दी पुरुषले विभूषित श्री जोशीले गर्नुभएको योगदान राष्ट्रको समुत्थानको लागि हो। उहाँ समग्र नेपाल राष्ट्रकै एक अमूल्य साझा निधि हुनुहुन्छ। उहाँलाई आज गरिएको यो अभिनन्दन अत्यन्त सराहनीय छ। गरिमामय कार्यक्रम आयोजना गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु। राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई सम्मान गर्नु राष्ट्रकै गौरव बढाउनु हो। नागरिक अभिनन्दन गरेर सम्पूर्ण जनताले अपनत्व ग्रहण गर्दै सम्मान र ममत्व देखाउनु प्रशंसायोग्य कार्य हो। कुनै क्षेत्र र परिधिको संकीर्ण दायराबाट माथि उठी देश र जनताको सेवामा समर्पित व्यक्तित्वहरू सधैँ पूजनीय अजर र अमर हुन्छन्। ती सबैका साझा धरोहरका रूपमा सधैँ जनमानसमा अटल र अमर रहनेछन्। उहाँ नेपालको इतिहासमा अमर हुनुहुनेछ। उहाँले देशका विभिन्न भागमा पैदल यात्रा गरेर भाषा, साहित्य, संस्कृति र कला क्षेत्रको श्रीवृद्धिका लागि अत्यन्त कलिलो उमेरदेखि निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिका सिर्जना र कृति राष्ट्रिय सम्पदा हुन्। यो इतिहासमा सुनौला अक्षरले लेखिनेछ। विशेष गरी लोक संस्कृति, लोक साहित्य र पुरातात्विक एवं सांस्कृतिक सम्पदा उजागर गर्नमा उहाँले देखाउनु भएको लगाव, मेहनत र प्रयास अद्वितीय योगदान हुन्। उहाँ एक जीवित ज्ञानकोश हो। आफ्नो मातृभाषाका माध्यमले महाकाव्यदेखि विभिन्न विधामा कृति सृजना गरी नेपाल भाषा वाङ्मयको भण्डार भरिपूर्ण तुल्याउन उहाँको योगदान महत्त्वपूर्ण छ। वरिष्ठ संस्कृतिविद श्री जोशी उमेरले सर्वोच्च शिखरमा भए पनि अझै आफ्नो विधाको उन्नयन र विकासमा एक युवा चाहिँ निरन्तर क्रियाशील रहनु असाध्यै खुसी र प्रेरणाको विषय हो। मानव थकाइ भन्ने शब्द नै उहाँको शब्दकोशमा छैन। अन्तमा यो कार्यक्रम आयोजना गर्नमा सहयोग गर्ने काठमाडौँ महानगरपालिका लगायत
सबैलाई म धन्यवाद दिन चाहन्छु। आउँदा दिनमा भाषा, संस्कृति र साहित्यको श्रीवृद्धिमा समर्पण जारी रहने श्री जोशीको आउँदा दिनमा जोशीले भाषा, संस्कृति र साहित्यको श्रीवृद्धिमा समर्पण जारी राख्ने मैले आशा गरेको छु र उहाँको सुस्वास्थ्य र सुखद जीवनका निमित्त फेरि पनि म हार्दिक शुभेच्छा प्रकट गर्दछु र नेपाल सरकारलाई एकपटक पुनः धन्यवाद दिँदै समारोह आयोजना गर्नु भएकोमा सबैलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद। छु पाखे लुमन्ती छि ललाले जापेला हरिबाबा विद्यादेवी भण्डारी जी अझै शताब्दी पुरुष सत्यमन जोशी जी या तो नु बिरंगु सपु हरिबाबा राष्ट्रपति को सहायता दिला जीवा ज्यादा अंत्य